ख्रिस्टीय अभिवादन, जय मसीह सबैजनालाई। जीवनको रुख अथवा जीवनको वृक्ष च्यानल कार्यक्रममा तपाईहरुलाई स्वागत छ। आउनुहोस् आज हामी 3 अध्यायलाई उत्पत्तिको 3 अध्यायलाई मोटामोटी चर्चा गर्नेछौँ। उत्पत्तिको 3 अध्यायलाई 3 वटालाई साना साना शीर्षकहरूमा मेन विषयहरूमा अथवा मुख्य विषयहरू सबमा मुख्य शब्दहरू हिब्रू, ग्रीक र नेपाली गरेर 3वटा भाषाबाटै मुख्य अर्थ आउने गरेर हामीले यहाँ मैले वास्तव भन्ने भने यसको विषयहरू बनाएको छु र त्यही अनुसार नै हामी गर्नेछौँ। पहिलो टपिक छ उत्पत्ति 3 को मुख्य विषय छ मानिसको पतन, पापको प्रवेश, परमेश्वरको न्याय र उद्धारको प्रतिज्ञा। 1 नम्बरमा सर्पको परीक्षा। सर्पको परीक्षा हामीले पाठ गरिसकेका छौँ। परमेश्वरले सृष्टि गर्नुभएका प्राणीहरू मध्येमा सर्प सबैभन्दा धूर्त र छली थियो भन्ने कुरा हामीले हेरिसकेका छौँ। अब हामी यसमा हेरौँ सर्पको परीक्षा पद 1 देखि 5 सम्म। मुख्य शिक्षा चाहिँ सर्पले परमेश्वरको वचनमा शङ्का उत्पन्न गरायो। पाप प्राय शङ्काबाटै सुरु हुन्छ। उसले के शङ्का हालिदियो भने तपाईलाई थाहा छ नि, वास्तवमा परमेश्वरले बनाउँदाखेरि त मान्छेलाई परमेश्वरको स्वरूपमा बनाउनु भएको। अब उसले शङ्का यस्तो हालिदियो कि होइन, परमेश्वरले त तिमीहरूलाई चाहिँ परमेश्वरको स्वरूपमा बनाएको होइन, तिमीहरू परमेश्वर जस्तो छैनौ, तर यो रुखको फल खायो भने मर्दैनौ पनि अनि तिमीहरू परमेश्वर जस्तै हुन्छौ भन्ने कुरा हालिदिएपछि हव्वा र आदममा के शङ्का आयो भने परमेश्वरले पनि यस्तो कुरा लुकाएर राख्नुहुन्छ र पक्कै पनि लुकाएर राख्नुभयो होला भनेर अब त्यहाँ चाहिँ उनीहरू चिप्लिन्छन् अथवा चुक्छन्। मुख्य शब्दहरू पनि यहाँ प्रयोग भएको छ। हिब्रूमा ओफिस भन्ने शब्द प्रयोग भएको छ। अनि यो नाहास, हिब्रूमा नाहास र ग्रीकमा चाहिँ ओफिस। अनि यहाँ प्रयोग भएको शब्द हिब्रूमा अरुम अनि ग्रीकमा प्रोनिमोस। हिब्रूमा अमर, ग्रीकमा एलिपेन। हिब्रूमा एलोहिम शब्द, ग्रीकमा थियोस। हामीले यहाँ हेर्यौँ नाहास र ओफिस शब्दलाई नेपालीमा के भनेर अनुवाद गरेको छ, सर्प भनेर। अनि त्यसपछि गएर यहाँ आरोम भन्ने शब्दलाई प्रोनिमोस शब्दलाई चलाख र धूर्त भन्ने शब्द प्रयोग भएको रहेछ। अनि त्यसपछि गएर एलोहिम थियोस भन्ने शब्दलाई हामीले पढ्ने बाइबलमा परमेश्वर अथवा पुरानो करारमा परमप्रभु एलोहिमलाई मात्रै परमप्रभु भन्ने शब्द प्रयोग भएको छ। 2 मा स्त्रीको प्रलोभन र पाप पद 6 सम्म हेऱ्यौँ। 6 मा हेऱ्यौँ भने मुख्य शिक्षा चाहिँ के भन्दा इच्छा, लोभ, कार्य र पाप। इच्छाले लोभ जन्म्यो, लोभले त्यो काम गर्न लगाएर मान्छेले पाप गरेर पतन भयो। मुख्य शब्द हिब्रूमा राह, ग्रीकमा तपाईले बीचमा देख्नुहुन्छ जसलाई नेपाली अनुवाद गरिएको छ देख्नु। हिब्रूमा तोब, त्यसपछि ग्रीकमा देख्नुभएको छ, नेपालीमा अनुवाद राम्रो। हिब्रूमा देख्नुभएको छ लाकाच, अनि ग्रीकमा देख्नुभएको छ, नेपालीमा अनुवाद लिनु। हिब्रूमा देख्नुभएको छ अकाल,
अनि ग्रिकमा देख्नुभएको छ, नेपालीमा खानु। पोइन्ट 3 मा हामी देख्छौँ पापपछि आँखा खुल्नु। पद 7 मुख्य शिक्षा, पापले लाज र दोष बोध ल्यायो। पापले के गरायो भन्दा एउटा लाज लिएर आयो अनि दोषको बोध गरायो। मुख्य शब्द हिब्रू, ग्रिक, नेपाली अर्थ। हिब्रू र ग्रिकमा यसरी लेखिएको छ, नेपालीमा त्यसको अर्थ आँखा। अनि हिब्रू र ग्रिकमा त्यसरी लेखिएको छ, नेपालीमा नाङ्गो। अनि हिब्रू र ग्रिकमा त्यहाँ देख्नुहुन्छ, अनि यतापट्टि त्यसको अर्थ सिलाउनु। परमेश्वरको खोज पद 8 देखि 13। मुख्य शिक्षा, परमेश्वरले पापी मानिसलाई खोज्नुभयो। मानिसले दोष अरूमाथि थोपार्न खोज्यो। आफ्नो गल्तीलाई स्वीकार गरेन आदम र हव्वाले, अरूलाई दोष थोपार्न खोज्यो। मुख्य शब्द हिब्रूमा, हिब्रू, ग्रिक र नेपालीमा। हिब्रूमा आएका, ग्रिकमा तपाईँ देख्नुहुन्छ, अनि त्यसको अर्थ हुन्छ तिमी कहाँ छौ। अनि हामी हिब्रू र ग्रिकको तल हेर्छौँ डराउनु अथवा लुक्नु। 4 मा हामी, यो 5 मा हामी देख्छौँ सर्पमाथिको श्राप। मुख्य शिक्षा, सर्पलाई श्राप। दोस्रोमा मुक्तिदाताको पहिलो प्रतिज्ञा 3:15 मा, उत्पत्ति 3:15 पहिलो प्रतिज्ञा, यीशुको जन्म एक दिन हुन्छ भन्ने। सर्पलाई उहाँले श्राप दिनुहुन्छ। त्यसपछि उत्पत्ति 3:15 मा के हुन्छ, परमेश्वर यीशुको जन्म र मृत्युको विषयमा एक प्रकारको घोषणा हुन्छ। मुख्य शब्द हिब्रू, ग्रिक र नेपालीमा छ। जेरा भन्ने छ हिब्रूमा। यहाँ अक्सी यो पुवा लेखेको छ ग्रिक अक्षरहरूमा, जसको अर्थ सन्तान हुँदो रहेछ। सुफ हिब्रूमा अनि ग्रिकमा देख्नुहुन्छ त्यसरी, त्यसको अर्थ हुन्छ कुच्चाउनु, प्रहार गर्नु भन्ने हुन्छ। उत्पत्ति 3:15 लाई प्राय प्रथम सुसमाचार पनि भनेर भनिएको छ त भनिन्छ पनि। 6 मा स्त्रीमाथिको न्याय पद 16। मुख्य शिक्षा, प्रसव पीडा। हव्वाले पाप गरेको हुनाले परमेश्वरले श्राप दिँदा प्रसव वेदना बढाइदिने भन्नुभयो, जसलाई हामी प्रसव पीडा भन्छौँ। वैवाहिक सम्बन्धमा परिवर्तन। अब अघि स्वतन्त्र भएर जिउने कुरा थियो भनेपछि अब यहाँ त्यो वैवाहिक सम्बन्धमा पनि परिवर्तन भएको छ। मुख्य शब्द हिब्रू, ग्रिक र नेपाली अर्थ। हिब्रू र ग्रिकमा भनिएको शब्द दुःख। अनि हामी यहाँ देख्छौँ हिब्रू, ग्रिकको अर्थ चाहना, रहर लाग्दो भन्ने हुन्छ। आदममाथिको न्याय पद 17 देखि 19। मुख्य शिक्षा, भूमि श्रापित हुन्छ आदमले पाप गरेको कारणले गर्दा। मेहनत गरेर जीविका चलाउनु पर्ने हुन्छ। मृत्यु त मर्नेछस् भनेर श्राप दियो, मृत्यु संसारमा आयो। 17 देखि 19। मुख्य शब्द हिब्रू, ग्रिक र नेपालीमा। अनि भूमि छ हिब्रू र ग्रिकको छोटा छोटे उसमा लेखेको भयो भने, यतापट्टि नेपालीमा श्राप छ, श्रापित छ, अनि धुलो छ, अनि मृत्यु छ। पद 20 मा चाहिँ हव्वाको नामकरण गरिएको छ। मुख्य शब्द हव्वा सबै जीवितहरूकी आमा भनिन्
बनिन् अथवा आमा भए भनिने छन् अथवा बनिन्। मुख्य शब्द हिब्रू, ग्रिक र नेपाली अर्थ। हावा, हिब्रूमा हावा अनि ग्रिकमा जोय, नेपालीमा त्यसको अर्थ जीवन। परमेश्वरले छालाको वस्त्र दिनुभयो। पद 21। मुख्य शिक्षा परमेश्वरले मानिसको लाज ढाक्नुभयो। बलिदानको सङ्केत उहाँले बलिदानको सुरुवात पनि गर्नुभयो। एक दिन आएर आफै मर्ने घोषणा पनि गरिदिनु भयो। मुख्य पद हिब्रू, ग्रिक, नेपाली। ग्रिक र चाहिँ हिब्रू तपाईँ देख्नुहुन्छ, हिब्रू र ग्रिक, जसको अर्थ वस्त्र। परमेश्वरले हामीलाई छालाको लुगा बनाएर आदमलाई लगाइदिनु भयो। त्यहाँ तपाईँले ग्रिक र चाहिँ हिब्रू देख्नुहुन्छ, जसलाई छाला भनिएको छ। जीवनको रुखबाट अलग मान्छेले चाहिँ पाप गरेको हुनाले परमेश्वरले जीवनको रुखबाट त्यसलाई बेरबार गरेर राख्नुभयो। त्यसबाट निकालिदिनु भयो अदनबाट। त्यो कुरा 22 देखि 24 मा भेट्छौँ उत्पत्तिको 3 को। मुख्य शिक्षा पापले अदनबाट निष्कासन गरायो। करुबरले जीवनको रुखको रक्षा गरे। हिब्रू, ग्रिक र नेपाली अर्थ। हिब्रू र ग्रिकमा हामी लेखेको थियौँ जसको अर्थ हुन्छ जीवनको रुख। हिब्रू र ग्रिकमा लेखेअनुसार जसको अर्थ हुन्छ करुबहरू। हिब्रू र ग्रिकमा लेखेको छ अनि यतापट्टि हामी देख्छौँ अदनको बगैँचा। अध्याय 3 का मुख्य हिब्रू शब्द नाहास, हेट, जेरा भनेको सन्तान, एत्स भनेको रुख, हाइम भनेको जीवन, आदमाहा भनेको भूमि, अफार भनेको धुलो, मुठ भनेको गर्नु मर्नु, मुठ भनेको मर्नु, एलोहिम भनेको सर्वशक्तिमान परमेश्वर। अध्याय 3 का मुख्य ग्रीक शब्दहरू ओफिस, थियोस, हामार्थिया, स्पेर्मा, गे, थानातोस को अर्थ मृत्यु, चेरोबिम को अर्थ करुबहरू। अध्याय 3 को केन्द्रीय मुख्य ख्रिस्ट केन्द्रित शिक्षा अथवा बाइबल केन्द्रित शिक्षा चाहिँ के छ भन्दा पापले मान्छेलाई परमेश्वरबाट अलग गरायो। तर परमेश्वरले उत्पत्ति 3:15 मा आफ्नो मुक्तिदाताको प्रतिज्ञा गर्नुभयो। यसैले उद्धारको आशा प्रकट हुन्छ। त्यसो भएर यो 3 अध्यायमा हामी देख्छौँ। पछि पनि यसलाई गहिरिएर हामी चर्चा गर्नेछौँ। अहिले हामी सिधा सादा चर्चा गरेका छौँ। त्यसो भएर साँच्चै भन्ने हो भने मान्छेले जानी पाप गर्यो, परमेश्वरले पनि उसलाई दण्ड दिनुपर्ने दण्ड दिनुभयो। तर पनि उहाँले उद्धारको योजना चाहिँ बनाउनु भयो कि 2000 वर्ष अगाडि त्यसकारण यीशु हाम्रो लागि आएर क्रुसमा मारिनु भयो, गाडिनु भयो र तेस्रो दिनमा बौरी उठेर फेरि चेलाएर कहाँ बसेर अधिकार दिएर तिमीलाई जिम्मा दिएर आफू सँगसँगै काम गर्न सिकाएर उहाँले उद्धारको काम सबै कुरा सकेर अनि अन्तमा मृत्युलाई जितेर 40 दिन 40 रात पछाडि स्वर्गतिर जानुभयो। उहाँले प्रतिज्ञा गर्नुभएको छ फेरि उहाँ दोस्रो चोटि आउनुहुन्छ। त्यसो भएर हाम्रो उत्पत्ति 3 अध्यायको पनि भविष्यको
लागि हामी देख्न सक्छौँ कि यीशुकै मृत्यु र यीशुको आगमन नै यीशुको कुरा नै देख्छौँ। यसो बाहेक अन्त कहीँ पनि हामीले त्यो आशा पनि देख्दैनौँ, उद्धार पनि देख्दैनौँ। त्यसो भएर हामी यो उत्पत्ति 3 अध्यायको विषयमा फेरि चर्चा गर्नेछौँ, विभिन्न शीर्षकहरूमा कुराकानी गर्नेछौँ। तपाईँले कमेन्ट पनि गर्नुहोला, सेयर पनि गर्नुहोला, ताकि हामी त्यसको तपाईँले सोधेको प्रश्नको उत्तर पनि दिन सकौँ। धन्यवाद छ पिता, तपाईँलाई महिमा होस्। तपाईँले हामीलाई फेरि एउटा मौका प्रदान गर्नुभयो आज सँगै बसेर अध्ययन गर्ने। हाम्रो चेतनाहरू खुलोस् र हामी तपाईँप्रति आज्ञाकारी भएर जिउन सकौँ। पिता धन्यवाद तपाईँलाई, हामी सुन्ने हरेकलाई आशिष दिनुहोस्। तपाईँलाई नै महिमा होस्। सारा कुराको लागि धन्यवाद। आजको अध्ययनमा आशिष दिनुहोस्। यीशु प्रभुको नाममा आमेन।